हेलो एभ्रिवान। हामी चाहिँ आज हल्का छुट्टी चाहिँ घुम्न आएको थियौँ छुट्टीको दिन। माथिदेखि नै खिच्नुपर्ने हो है, भिडियो बनाउनु भन्दै थियो, ट्याक्कै बिर्सिहालेँ मैले। ल यो हामी चाहिँ अब हिँडिरहेको छौँ है बाटो तपाईँ। यो अहिले चाहिँ यहाँनिर कति 3 दिन है, शुक्रबार शनिबार आइतबार सोमबार 4 दिन चाहिँ यो इस्टर पर्वको छुट्टी हुँदो रहेछ यहाँनिर। त्यही भएर चाहिँ सम्पूर्ण जस्तै दोकानहरू है, यहाँको सुपर मार्केटहरू आजको दिन चाहिँ पुरै बन्द थियो। हिजोसम्म खुल्ला थियो, आज एक दिन चाहिँ बन्द छ, किनभने सन्डे त्यत्तिकै अब बिदा हो। त्यही पनि इस्टर के अरे यो क्रिसमस परेको कारणले गर्दाखेरि अझै डबल बिदा पऱ्यो। त्यही भएर आज चाहिँ टोटल्ली क्लोज छ। त्यही पनि हामी चाहिँ यसो वाकमा निस्केको खासमा हिँडौँ भनेर चाहिँ निस्क्यो। हामी पनि अब मेरो मङ्गलबार ट्युजडे मर्निङ ड्युटी छ मेरो पनि, भोलि पनि छुट्टी नै छ। यहाँनिर चाहिँ अहिले गाडीहरू मात्रै कुदिरहेछ है। अर्को अब घुम्न कतै आफन्त भेट्न यहाँ पनि लोकलहरू एकदम कुदिरहेछन्। यहाँनिर चाहिँ अहिले प्रायः सबै दोकानहरू छ। कुनै प्राइभेट कसैले प्राइभेट खोलेको हुन्छ त्यो ग्रोसरिजहरू, त्यो चाहिँ खुल्ला छ कतै। क्रसिङ हामी चाहिँ सेन्ट्रल जाँदा त्यताबाट गोवाती मस्ती यताबाट जाँदाखेरि चाहिँ कहाँ पुगिन्छ थाहा छैन है, तर साथीहरूले बाटो चिन्यो होला। सेन्ट्रल मार्केट भनेको यहाँको तपाईँको यो चाहिँ डिस्ट्रिक्टको मेन ठाउँ हो, मेन जङ्सन हो। यहाँ चाहिँ हुनुपर्ने हाम्रो होस्टेलकै हो है, जतै जाँदा पनि सेन्टर छ। तर यहाँ महँगो पर्छ नि त, यो एरिया एक्सपेन्सिभ एरिया हो। हामी जानुपर्ने त्यहाँ पारी है गाइस। अब नेपालमा भएदेखि त्यहीँदेखि क्रस गरिन्थ्यो होला है, अब त्यहाँनिर त्यस्तै छ इन्भाइरोमेन्ट। तर अब हामी यहाँनिर चाहिँ हामी चाहिँ यहाँनिर अब जेब्रा क्रसै बाटो क्रस गर्नुपर्छ, चाहे त्यो अलिक घुम्नै परोस् किन नपरोस् घुम्न है। अब अहिले त्यहाँनिर वाकको लागि खुलेको छ तर बन्द भयो। अब हामी फेरि वेट गर्नुपर्ने हुन्छ यहाँ गाई छ है। यहाँको सिस्टम अर्कै छ। अब यो यतापट्टि त खुल्याएर छ, यतापट्टि जाने भयो। एउटा स्विच हुन्छ गाइज है, त्यो स्विच चाहिँ हामीले दबाउनु पर्छ अनि वेट गर्नुपर्ने हुन्छ। साउन्ड आइरहेछ नि, ट्याट गरेको काउन्ट भइरहेछ त्यो चाहिँ। यहाँ जता पाए त्यता क्रस गर्ने बित्तिकै जस्तै हामीले जेब्रा क्रसिङबाट क्रस गरिएन भने सुरुचोटि यहाँको 100 ली भनेको नेपाली समथिङ 3031-32 चाहिँ पऱ्यो, त्यति फाइन तिराउँछ। अनि सेकेन्ड टाइम कुद्नुपर्छ किनभने खुलिरहेको अवस्था छ है। अनि सेकेन्ड टाइम चाहिँ फेरि हामीले त्यही गल्ती गऱ्यौँ भने चाहिँ 200 डबल भएर जान्छ।
यहाँ वेट गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ छैन रहेछ स्विचहरू दबाउने। हामी चाहिँ हिँडिरहेको छौँ है। ए मन्टेश्वरी ढाभिलाइन्ड यहाँ छ। यो जता अब सेफ्टीको लागि क्यामेराहरू राखेको हुन्छ गाइस। यहाँ यो टिकट काउन्टर हो। ल हामी अब लगभग आइपुग्यौँ हाम्रो ठाउँ। यिनीहरू चाहिँ यहाँको चाहिँ नर्मल बाइकहरू हुन्। यहाँ नेपालमा पनि पाउँछ है। सुपर बाइकहरू चाहिँ यहाँनिर भर्खर मात्रै सुरु भइरहेछ, किनभने भर्खर मात्रै अब अलिक समर सिजन हो, गर्मी भयो है। अब अस्तिसम्म -2 माइनसमा थियो। त्यो कारणले गर्दाखेरि चाहिँ अब ओपनली राइड गर्न सकिँदैन थियो। वाउ यो हो नि त। यो ठाउँमा आउनको लागि हामी आधा घन्टा हिँडेको छौँ। गाइस अब हामी अब सेन्ट्रल पोइन्टमा आयौँ। साथीहरू चाहिँ टोइलेट जाने भएको छ नि। यो टोइलेट चाहिँ मुनि छ, फ्री हो। उहाँले फोटो खिचिराख्नु भएको छ। आज त्यति चहल पहल छैन, भरे बेलुका गाइस युरोपियन परेवा। हाम्रो पशुपति कृष्ण मन्दिर काठमाडौँको जति पनि क्षेत्रहरू छन्, जति परेवाहरू छन्, त्यस्तै यहाँ पनि धेरै छ परेवाहरू है। यो चाहिँ याटा प्रिमारी भनेर छ है। आउदीको 2टा गाडी राखेको छ त्यहाँनिर है। यसमा कासमा पनि देख्न सक्नुहुनेछ 2टा रकेटहरू है। यस्तो 2टा छ वरिपरि। यो एरिया चाहिँ स्पेसली एक्जिबिसनहरू यहाँनिर जति पनि हुन्छ रोमन टेस्टीमा यो एरियामा हुने गर्छ।
छोरी चेलीहरूलाई कुन चाहिँ जुत्ता मन पर्यो? Center of Victory. यहाँको मान्छेहरू पनि शिक्षित भइसकेको छ, शिक्षित छन् कि सभ्य छन्। किनभने अब यो डस्टबिन राखिदिएको छ नि, हाम्रोमा साँच्चै हो यो ठाउँ भएको भए नि। अब ऊ यहाँनिर चटपटे बेच्थ्यो, ऊ त्यहाँनिर आलु निम्की चप राखेर है, फोहोर खाएपछि कमसेकम ठाउँमा राख्नुपर्छ नि। फोहोर अब राख्ने त डस्टबिनहरू छ, त्यो पनि अब युज हुँदैन। एक नम्बर घाँस हो। क्यारिफोर मार्केट बन्द छ त। क्यारिफोर यो चाइना सप अस्ति आएको, केही छैन यहाँ। के छ बेकरी, आइसक्रिमहरू के त्यो त खोलाउनु पर्यो नि। ए होइन, भालेपति हो, ठुलो चाहिँ भाले हो। पुरा डेटिङ दिइरहेछ यसले है। प्रपोज हानिरहेछ। गाडी किनिदिन्छु, घर किनिदिन्छु। यो खाने पानी हो, युनिक छ। यहाँनिर यो बोटहरू जाडोले खाँदो रहेछ के, दाउरा बल्ला जस्तो भएको थियो। स्ट्रङ हुँदो रहेछ। हामी घुमिरहेको छौँ है। यहाँनिर 4टा बस्ने ठाउँहरू छ है, त्यस्तै सफा छ है। परेवाहरू त्यस्तै। फुललाई हेरौँ, कस्तो दामी कलर, घिउ कलरको, क्रिम कलरको फुल। खै यहाँ पानी चाहिँ लागेन रहेछ। अब लाग्छ होला चाहिँ। माथि पनि पुरा हान्दैछ, प्रपोज दिइरहेछ त्यहाँ पनि। कतै आइसकेको छ, कति बिरामी रहेछ। हामीपट्टि फर्केर है स्याकस्याक गरिरहेछ। के भन्न खोजेको तिमीले? हामीसँग खानेकुरा केही छैन, भोकाको हो भने। बिहान भएछ, चिसो लाग्यो। तिम्रो वासस्थानमा जाऊ, बस। पछि नेपाल जाँदा यो फुलको बिरुवा लिएर जानु पाइन्छ पाइँदैन नि? कता हो यहाँको काग। यही बाटो ठ्याक्कै पुगिन्छ, घुम्नु पर्दैन।